the cry was relief in some ways, I guess, like knowing the cry is so important, like medical person bhayera pani hola. And the more she cried, the more I was like relieved. It's kind of mixed feeling. Tara, I think my anesthesia ko effect ma pani thiyo hola. So I did not feel as emotional as I would normally, but I guess the feeling is priceless. पहिलोचोटि बुवा भने मैले कहिले पनि इमेजिन गरेको थिइनँ। त्यो ठ्याक्कै आफ्नो बच्चा आफ्नो हातमा यसरी राख्दिएर जब चिया कराउँछ त्यसपछि चाहिँ त्यो फिलिङ भनेको चाहिँ यस्तो हुँदो रहेछ कि त कुनै दिन बाउ बन्छस् अनि थाहा पाउँछस् भन्थे। त्यो ठ्याक्कै त्यही नै रहेछ। माता हाम्रे परम दयालु कमला लक्ष्मीपति हुन् पिता बन्धु वैष्णव नित्य मुक्तहरू हुन् शास्त्र हाम्रे गीता वैकुण्ठै पुरी हो स्वदेश बुझनु यो देश परदेश हो जाने मार्ग छ अर्चिरादि गतिको वेदादि शास्त्रोक्तयो ओम अस्मद्गुरुभ्यो नमः। हरे कृष्ण भारद्वाज भनेर सोशल मिडिया आउँदै मेरो नाम सबैले चिन्नुहुन्छ। मेरो जन्म भुटानमा भएको हो। त्यहाँबाट म 14 वर्षको उमेरमा नेपालमा आएँ। नेपालमा आएर 4 वर्षसम्म स्ट्रगल परिश्रम गर्दै गर्दै त्यस पछाडि म वेदन्ती गुरु हुनुहुन्छ हाम्रो भुटानबाट आउने, उहाँका थ्रुबाट म इलाहाबादमा गएर अध्ययन गर्न गएँ। तर त्यहाँ अलिकति यहाँको वातावरणले मा बस्न नसकेर म बनारसमा गएर 7 वर्षसम्म त्यहाँ संस्कृत वाङ्मयको अध्ययन गरेँ। त्यस पछाडि मैले दक्षिण भारत जाने अवसर पाइयो। सम्पूर्ण वैष्णव धर्मको गढ पनि मानिन्छ त्यसलाई। शिक्षा गुरु धेरै बनाइयो, दीक्षा गुरु बनाउनु पर्ने रहेछ भन्ने भयो र हामीले त्यहाँबाट फेरि दक्षिणबाट आएर फेरि नेपालमै गएर मैले गुरु महाराजबाट लक्ष्मीनारायण देवस्थानमका गुरुजी जो हुनुहुन्छ उहाँबाट मैले दीक्षा लिएको र वैष्णव दीक्षामा म दीक्षित भएको हो। र अहिले अमेरिकामा हामीले 2009 मा म आएको। हाम्रो हिन्दू धर्ममा 16 संस्कारहरू छन्। 16 संस्कार अन्तर्गत यो न्वारण पर्ने गर्दछ। सबैभन्दा पहिले गर्भधान संस्कार हुन्छ हाम्रो, गर्भधान संस्कार। त्यस पछाडि पुंसवन, सीमन्त, जातकर्म हुन्छ अनि मात्रै न्वारण हुन्छ। यो 5वां संस्कार हो। नामकरण भन्नाले चाहिँ नानीको शास्त्रीय विधि अनुसारले जसरी ज्योतिष शास्त्र अनुसारले गणना गरेर त्यतिखेर आकाशमा सूर्य ताराहरू कहाँ बसेका छन्, नक्षत्रहरू कहाँ छन्, त्यसैको आधारमा कुन समयमा चाहिँ नानीको जन्म भयो र त्यसैलाई नै त्यो नानीको जन्मको समय हेरेर अनि सबै ज्योतिषीय गणित अनुसारले नानीको नाम जुराएर गरिने जो संस्कार हो त्यसलाई हाम्रो ठेट भाषा नेपाली भाषामा न्वारण हो। तर त्यसको संस्कृतमा चाहिँ नामकरण संस्कार भन्ने गरिन्छ। जन्मिसकेपछि डिस्चार्ज हुने बेलासम्म 2 चोटि उनीहरूले आएर मलाई सर्टिफिकेटमा के लेख्ने त नाम भनेर सोद्धाखेरि पनि नाम मसँग थिएन नै भन्न पनि मिल्दैन। तर 2टा नाम जति चाहिँ थियो, फाइनलाइज गरिसकेको नाम थियो। तर अझै पनि यो राखौँ कि त्यो राखौँ, मलाई कुनै मनपर्ने, अर्को नाम बुढलाई मनपर्ने, फेरि अर्को नाम परिवारलाई मनपर्ने, त्यस्तो भइरहेको थियो। तर मैले चाहिँ कस्तो सोचेँ भने अब मेरो बुढलाई मनपर्ने नाम र मलाई मनपर्ने नाम चाहिँ अलिकति मिलाएर एउटा कुनै नाम हुन्छ कि भनेर एक्सर्साइज गर्दै जाँदाखेरि ट्याक्क श्रीवानी भन्ने नाम हामीलाई खास गरी मेरो मामाले सजेसन गर्नुभएको थियो। अनि त्यसपछि यो सुन्दाखेरि राम्रो लाग्यो। त्यसमा श्री भनेको मेरो बुढीलाई चाहिँ श्री नाम चाहिँ साह्रै मनपर्ने, अनि त्यो नाम चाहिँ राखौँ उसलाई सधैँ लागिरहेको थियो। मलाई चाहिँ श्री अलिक छोटो लाग्यो, त्यही भएर श्री अनि के त भने जस्तो लाग्थ्यो। अनि ठ्याक्कै श्रीवानी भन्दाखेरि चाहिँ एउटा शब्दको अर्थ पनि लाग्यो, त्यसमा भ पनि आयो, न पनि आयो। त्यही भएर हामी बुढा र बुढी दुवैको नाम आउने नाम, अनि त्यसमाथि श्री भनेको लक्ष्मी। She's actually the first female child in my husband's family. So हाम्रो परिवारको एकदमै लक्ष्मी सार्थक हुन्छ उसको लागि नाम राम्रो जुरेको छ। नानीको नाम एकदम मन परेको छ। अश्विनी नक्षत्रको अन्तिम र भरणीको सुरु भनेको थियो।
र गुरुले भरणी नक्षत्रकै ठ्याक्कै सुरुबाट राख्नुभयो, जो हामीले पनि उहाँ अनुमान गरेका थियौँ। देशकाल परिस्थिति अनुसारले केही फरक त अवश्य आउँछ, किनकि हामीले नेपालमा हुँदाखेरि आँगन खनेर त्यहाँ हवन कुण्ड बनाएर अनि आफ्नै हातले टपराहरू गाँसेर त्यसमा लिङ्गाहरू कोलाको थाम राखेर अनि हवन कुण्ड बनाइन्थ्यो, हवन गर्ने वेदी बनाइन्थ्यो भने यो विदेशी ठाउँमा जसरी अमेरिका, अस्ट्रेलिया, नर्वे आदि देशहरूमा चाहिँ बाहिरमा चाहिँ के हुन्छ भन्दाखेरि सहरीय वातावरणमा गरिने, जो नेपालमा पनि जो गरिन्छ सहरीय वातावरणमा गरिने जो चलन हो त्यस्तै प्रकारको सम्झिँदा हुन्छ। जसरी अब यहाँको घरहरूमा किन भेन्टिलेसन वगैरह हुँदैन, हामीले दियो बाल्नुपर्ने हुन्छ, अगरबत्ती बाल्नुपर्ने हुन्छ, काहीँ अलार्म बजेर पुलिस कल भयो भने हामीलाई पुलिसले समातेर लान पनि सक्छ र त्यसको ख्याल राखिएन भने दुवै गर्ने र गराउने दुइटै फस्न सक्छन्। यसमा चाहिँ अवश्य पनि ख्याल गरेर हामीले हवन गर्दाखेरि ध्यान पुर्याउने कुरो चाहिँ हो विदेशको लागि। मन्त्र भने हाम्रो एउटै हो, पद्धति एउटै हो, समयको केही पाबन्दी अवश्य हुन्छ हाम्रो अमेरिकामा विदेशमा, किनकि समय नै पैसा भएर हामीले विदेशमा हामी तुलना गर्नुपर्ने हुन्छ। त्यो पुरै पद्धति पढ्ने नभए तापनि विशेष पद्धतिमा जसरी विदेशमा यसरी गर्न सकिन्छ भनेर आफ्ना गुरु महाराजले सिकाएको बाणीलाई, उहाँले बनाएको पद्धतिलाई हामीले अँगालिरहेका छौँ। आजसम्म पनि आएर हामी यहाँ आएको 20 वर्ष भइसक्यो, हामी त्यसरी नै चलिरहेका छौँ। शास्त्रीय विधिले जसले गराउन सक्छ त्यस्तो प्रकारको गुरुजी पुरोहित पण्डित जो पाइन्छ त्यो सर्वप्रथम त त्यसमा ख्याल गर्नुपर्दछ। त्यस पछाडि उहाँलाई नै भनेर कुन समयमा चाहिँ हामीले गर्दा हुन्छ भनेर हामीले षोडश संस्कार अन्तर्गत नामकरणमा 11 दिन या त 12 दिनमा गर्ने चलन छ हाम्रो। त्यो सूतककाल चाहिँ 10 दिन भएकोलाई 10 रात चाहिँ काटेको हुनु पर्यो। वैष्णव जगतमा चाहिँ 12 दिनमा गर्ने पनि चलन छ। सामग्रीहरू प्राय गरेर एसियाबाट आउँछ अमेरिकामा। नेपालबाट यहाँ सिप हुन्छ, सिप भएर यहाँको नेपाली दोकान, इन्डियन दोकानबाट हामीले ल्याउने हो। सर्वप्रथम पूजा गर्दाखेरि हामीले दीप, कलश, गणेश यो त सर्वप्रथम यति नै चाहिने हो। दियो आवश्यक हो, किन भन्दाखेरि त्यो भित्री हाम्रो अन्धकारलाई चाहिँ लाइटिङमा परिणत गर्नका लागि। किनकि लाइटिङ किन चाहियो त भन्दाखेरि आफ्नो लागि हामी बत्ती बालेर उज्यालो बनाउँछौँ, तर त सुप्रिम पावर जो भगवानमा चाहिँ आफै नै लाइट छ र उनका लागि चाहिँ हामी बिजुलीको लाइट चाहिँदैन। त्यही कारणले गर्दाखेरि पहिले हामीलाई दियोको आवश्यकता पर्दछ। अनि निर्विघ्न परिसमाप्तिको लागि अर्थात् जो कार्य गरिँदैछ त्यसको चाहिँ बिचमा बाधा नपरोस् भन्नका लागि गणेशजीको पूजा गरिन्छ। गणेशजी विघ्नहर्ता हुनुहुन्छ, जसद्वारा सबै पुराणहरू पनि लेखिए। वेदव्यासजीले बताउनु भयो, उहाँले लेख्दै जानुभयो र विघ्नहर्ता गणेशजी हुनुहुन्छ। एकदन्त पनि भनिन्छ जसलाई पुराण लेख्दै बिचमा उहाँको प्यान भाँचिसकेपछि आफ्नै दाँत चाहिँ निकालेर लेख्नु भएको थियो पुराण। र गणेशजीलाई उनीलाई एकदन्त, दयावन्त, चतुर्भुजधारी आदि भजनहरू पनि छन्, त्यसमा गाइन्छ। अनि त्यस पछाडि कलशको कुरा आउँछ। कलश किन त भन्दाखेरि पानी नै हामीलाई जीवन हो। पानी के हो? पानी नै जीवन हो। त्यसमा वरुण देवताको पूजा हुन्छ। गुरु परम्परा कुनबाट आउनुभएको छ त्यही अनुसारले इष्टदेवलाई मानेर पूजा गर्नुपर्ने भन्छ। शालिग्राम स्वयं प्रकट हो। त्यो शालिग्रामको पूजा गर्न अत्यन्त राम्रो हुन्छ, जसले गर्दाखेरि जुन नानीको न्वारण गरिँदैछ त्यो न्वारण गर्ने नानीको र आमाको पनि चित्त शुद्धिको लागि त्यसबाट बनेको पञ्चामृत ग्रहण गर्दाखेरि चाहिँ उसको चित्त शुद्धि हुन्छ। चित्त शुद्धि नहुन्जेलसम्म पूजा गरेको पनि फल मिल्दैन, किनकि चित्तमै भगवान् आएर बस्ने हो, जसलाई अन्तर्यामी भनिन्छ भगवान्। घरबाट टाढा भए पनि अमेरिकामा बसेर यति गर्न पाउँदाखेरि आफ्नै घरमा कर्म गर्न पाउँदा, आफ्नो परिवार, मेरो सासू ससुरा, मेरो बुढी, अब यो नयाँ छोरी सबैजना एकै घरमा बसेर यसरी कर्म गर्न पाउँदाखेरि जस आफूलाई एकदम गर्व फिल भयो। आज चाहिँ हाम्रो कुल गौरव नवजात नातिनी सतोत्तर स्वस्थ दीर्घ जीवन भएर कीर्तिशाली बनुन् भन्ने हाम्रो भुरी आशीर्वाद छ। नानीलाई शतायु दीर्घ जीवन अनि उत्तर प्रगति
निरोगीको आशीर्वाद। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। आजकी नानीसँग भेट भयो र जसको निवारण गरिएको थियो उहाँलाई धेरै आशीर्वाद छ, चिरञ्जीवी हुन्, धेरै पढुन्, आमा बुवालाई सेवा गर्न सकुन् अन्तिममा गएर र भगवान्को भक्त पनि बनुन् भन्दै भन्दै आजको एपिसोड हामीले यहाँ पुरा गर्न चाहन्छौँ। सबैलाई आशीर्वाद। जय श्रीमन्नारायण, जय श्री राधे, सबैलाई नमस्कार।